Hello students, welcome to my channel once again. र आज हामी वाक्य परिवर्तन गर्ने नियमहरू पढ्न लागिरहेका छौँ। र यो भन्दा अगाडिको भिडियोमा मैले वाक्य अनि वाक्यका प्रकारहरू, सरल वाक्य, मिश्र वाक्य, संयुक्त वाक्य, करण वाक्य र अकरण वाक्य सम्बन्धी जानकारी दिएको थिएँ। र आज त्यही भिडियोको यो दोस्रो पाठ हो। र आज चाहिँ हामी वाक्य कसरी परिवर्तन गर्न सक्छौँ त हामी के नियमहरू छन्, सरल वाक्यलाई कसरी मिश्र बनाउने, सरल वाक्यलाई कसरी संयुक्त वाक्य बनाउने, त्यो जानकारी आज हामी लिन लागिरहेका छौँ। साथसाथै करण वाक्यलाई कसरी अकरण वाक्य बनाउने त्यो पनि जानकारी म आजको यस भिडियोमा प्रस्तुत गर्न लागिरहेको छु। र सरल वाक्य जस्तै एउटा उदाहरण लिउँ, फाटेको लुगा नलगाऊ। यो एउटा सरल वाक्य हो, फाटेको लुगा नलगाऊ। यसमा फाटेको लुगा चाहिँ उद्देश्य हो जसको बारेमा कुरा गरेको छ, अनि नलगाऊ चाहिँ विधेय हो जे कुरा गरेको छ। र फाटेको लुगा नलगाऊ यो सरल वाक्यलाई अब मिश्र वाक्य कसरी बनाउने त? र मिश्र वाक्य बनाउँदाखेरि याद गर्नुपर्ने कुरा हुन्छ, जब हामी मिश्र वाक्य बनाउँछौँ त्यति बेला हामीले जे, जुन, जसरी, जो, जहाँ भन्ने शब्दहरू प्रयोग गर्नुपर्छ। र यी पाँचवटा मध्ये अब हामी एउटा शब्द प्रयोग गरेर चाहिँ हामी मिश्र वाक्य बनाउन लागिरहेको छौँ। र हाम्रो वाक्य छ फाटेको लुगा नलगाऊ, यो सरल वाक्य हो। यसलाई हामी मिश्र वाक्य यसरी बनाउन सक्छौँ। जुन लुगा फाटेको छ, जुन लुगा फाटेको छ त्यो नलगाऊ, यो चाहिँ मिश्र वाक्य भयो। कसरी भन्दा मिश्र वाक्यको नियम चाहिँ के छ भन्दाखेरि चाहिँ एउटा चाहिँ अधीन उपवाक्य हुनुपर्छ अथवा आश्रित उपवाक्य हुनुपर्छ, क्लज हुनुपर्छ एउटा, र एउटा चाहिँ हुनुहुन्छ मुख्य उपवाक्य, क्लज। दुईवटा क्लज अथवा दुईवटा उपवाक्य मिलेर चाहिँ मिश्र वाक्य बनिन्छ। र अधीन र आश्रित उपवाक्य बारे मैले योभन्दा अगाडिको भिडियोमा पनि भनेको थिएँ। र यहाँनिर जुन लुगा फाटेको छ, यसले आदि मात्र अर्थ आयो नि त। जुन लुगा फाटेको छ त्यसको आदि अर्थ उतापट्टिले दिन्छ, त्यो नलगाऊ। र यसरी बनेको यो संरचना जुन छ यसलाई चाहिँ भन्छ मिश्र वाक्य। अब संयुक्त वाक्य कसरी बनाउने त? हामीसँग सरल वाक्य छ फाटेको लुगा नलगाऊ। अब यो सरल वाक्यलाई चाहिँ संयुक्त वाक्य कसरी बनाउने, दुईवटा वाक्य कसरी बनाउने भन्दाखेरि यसको लागि चाहिँ याद गर्नुपर्ने कुरा हुन्छ, विशेष विद्यार्थी वर्गले। यहाँ जुन वाक्य छ फाटेको लुगा नलगाऊ, यहाँनिर यो लुगाको दुईवटा जानकारीलाई हामीले अलग अलग राख्नुपर्छ। जस्तै यहाँ लुगाको दुईवटा जानकारी के छ भन्दा एउटा फाटेको, एउटा जानकारी छ फाटेको, अर्को जानकारी छ नलगाऊ। यसै कारण लुगा र फाटेको भन्ने दुईवटा शब्दलाई लिएर एउटा वाक्य बनाउनु पर्छ, अनि लुगा र नलगाऊ भन्ने शब्दलाई लिएर अर्को वाक्य बनाउनु पर्छ। जस्तै लुगा फाटेको छ यसै कारण त्यो नलगाऊ, यहाँ दुईवटा वाक्य भयो। लुगा फाटेको छ एउटा वाक्य भयो, यसै कारण देयरफोर यो एउटा संयोजक हो, त्यो नलगाऊ। त्यो नलगाऊ भन्दाखेरि लुगा नै नलगाऊ। यसै कारण यहाँनिर चाहिँ दुईवटा स्वतन्त्र वाक्यहरू बनिएको छ। लुगा फाटेको छ यसै कारण त्यो नलगाऊ। र यसरी हामी चाहिँ कुनै एउटा सरल वाक्यलाई मिश्र संयुक्त वाक्य बनाउन सक्छौँ। अब अर्को उदाहरण, आदिकवि भानुभक्तले रामायण लेखे। आदिकवि भानुभक्तले रामायण लेखे यो सरल वाक्य हो। कसको बारेमा कुरा हुँदैछ? आदिकवि भानुभक्तको बारेमा कुरा हुँदैछ, यो उद्देश्य। विधेय के हो भन्दाखेरि रामायण लेखे। अब यो सरल वाक्यलाई मिश्र वाक्य बनाउँदाखेरि हामीले याद गर्नुपर्ने हुन्छ, एउटा आश्रित हुनुपर्छ, एउटा अधीन उपवाक्य हुनुपर्छ, जो चाहिँ आदि अर्थ दिनु हुनुपर्छ। त्यसको आदि अर्थ चाहिँ अर्को एउटा उपवाक्यले दिन्छ। कसरी बनाउने भन्दाखेरि जसले रामायण लेखे, यी आदि भयो नि है, आश्रित छ नि त, यो इन्कम्प्लिटेड छ यसको मिनिङ, होइन? यो कसैको अधीनमा बस्नुपर्छ अर्थपूर्ण हुनुको लागि। यसै कारण जसले रामायण लेखे तिमीले सेमिकलन हाल्नु पर्यो, अर्धविराम, उनी भानुभक्त हुन्। र जसले रामायण लेखे उनी भानुभक्त हुन्, यो भयो मिश्र वाक्यको उदाहरण। अब
आदिकवि भानुभक्तले रामायण लेखे, यो हाम्रो सरल वाक्य हो। र यसलाई संयुक्त कसरी बनाउने भन्दाखेरि अघि मैले भनेको थिएँ, यहाँनिर भानुभक्त सम्बन्धी दुईवटा जानकारीलाई अलग अलग राख्नुपर्छ। कसरी भन्दाखेरि भानुभक्त र आदिकवि, हेरे भानुभक्तको दुईवटा जानकारी हामीले विभक्त गर्न सक्नुपर्छ। भानुभक्तको एउटा जानकारी छ आदिकवि हो, र भानुभक्त र आदिकवि भन्ने दुईवटा शब्दले लिएर एउटा वाक्य बनाउनुपर्छ, खालि एउटा वाक्य बनाउनुपर्छ। अर्को जानकारी के छ, रामायण लेखे र भानुभक्त र रामायण लेखे, यो जानकारीलाई लिएर अर्को वाक्य बनाउनुपर्छ। र यसरी दुईवटा वाक्य हामी निर्माण गर्न सक्छौँ। कसरी भन्दा भानुभक्त आदिकवि हुन्, एउटा वाक्य भइहाल्यो। उनले रामायण लेखे, उनले भन्दा यो एउटा सर्वनाम हो, कसको सट्टामा प्रयोग भयो, भानुभक्तको। र भानुभक्त आदिकवि हुन् एउटा वाक्य भयो, अनि अर्को वाक्य हो उनले रामायण लेखे। र यसरी हामी संयुक्त वाक्य बनाउन सक्छौँ। र सरल वाक्यबाट मिश्र वाक्य कसरी बनाउने, अनि सरल वाक्यबाट संयुक्त वाक्य कसरी बनाउने भन्ने नियमहरू आज मैले पढाएँ। यी सरल वाक्य, मिश्र वाक्य, संयुक्त वाक्यको रूप मात्रै, स्वरूप मात्रै, यसको स्ट्रक्चर मात्रै भिन्न भिन्न हुन्छन्, तर अर्थ चाहिँ एउटा नै हुन्छ। र आशा छ आज हामीले वाक्य परिवर्तन गर्ने नियम आज हामीले पढ्यौँ। विशेष रूपमा सरल वाक्यलाई कसरी मिश्र बनाउने अनि सरल वाक्यलाई कसरी संयुक्त वाक्य बनाउने भन्ने बारेमा। र आशा छ विद्यार्थीवर्गले बुझ्नेछन्। केही नबुझेको खण्डमा कमेन्ट गरेर प्रश्नहरू राख्न सक्नेछन्। थ्याङ्क यू सो मच।